वेलकम टु गाइज, वेलकम टु माई मिनी ब्लग। तपाईलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज तपाईहरुलाई म के देखाउन गइरहेको छु भने यो चाहिँ चिउरी भन्दो रहेछ के यसलाई। मैले पनि आजसम्म चिउरीको बोट मैले देखेको थिइनँ हो। यो चाहिँ चिउरी अरे, हेर्नु न, दाना हेर्नु दाना। यो चाहिँ पाकेपछि खाँदा पनि हुन्छ अरे। अनि रक्सी पारेर जाँड पारेर रक्सी बनाउँदा चाहिँ झन् बेटर दामी हुन्छ अरे। यसको रक्सी एकदम मिठो हुन्छ अरे, जिउ दुखेको एकदम निको हुने भनेर भन्नुहुन्छ। अनि चिउरीको रक्सी कति महँगोमा बिक्री हुन्छ त साथीहरु, तपाईलाई थाहा छ। अनि यो चिउरी चाहिँ मैले बोट देखेको थिइनँ। अनि यो नानाले चिउरीको बोट हेर त यो भन्नुभयो, हेर्नु त फल कति धेरै फलेको छ। अनि हाम्रो नानाहरु पनि लगेर चाहिँ यसलाई चाहिँ एकदम मर्मत गरिओरी चाहिँ दबाई बनाउने भन्ने कुरा गर्नु हुँदैछ। अनि म चाहिँ आज गोठा लाएको छु क्या। अनि हाम्रो त पानी नपरे कति भइगएछ है। अनि त्यसै घाँस पनि पलाएन, त्यही पनि गाई गोरा चरनमा जस्तो हुँदैन भनेर चाहिँ म चाहिँ गाई गोरु गोठा लाएको छु। नाना बाख्रा गोठा लाउनु भएको छ। अनि नाना चाहिँ उहाँ तल हुनुहुन्छ, बसिरहनु भएको छ। अनि यस्तो भिर पाहा छ। यो कुन ठाउँ? अनि यस्तो पाहाहरू छ। यो अमलाको बोट। तपाईहरुलाई चाहिँ कुन ठाउँ भन्न लाग्छ भने नि यो चाहिँ खोटाङ जिल्ला पर्छ है। यो चाहिँ खोटाङ जिल्लाको खोटियाङ गाउँपालिका पर्छ। यस्तो सुक्खा ठाउँ छ, तर आज पानी पर्न पनि लागिरहेको साथीहरु। एकदम खुसीको कुरा, हामीले मकै छरेको छैन नि त, कति भइसक्यो। अनि त्यस पछाडि म चाहिँ गाई गोठालो गर्दैछु। हेर्नु गाई गोरु कुदेको। साथीहरु, तपाईहरुले मेरो मिनी ब्लग सुरुदेखि अन्त्यसम्म हेरेर अपन इन्जोय गर्नु होला। हेर्नु चिउरीको बोट। कसैलाई चिउरीको दाना चाहिएमा मलाई सम्पर्क गर्नु होला। म तपाईहरुलाई चिउरीको दाना अनि चिउरीबाट बन्ने प्रिय पदार्थ बनाएर पठाइदिउँला साथीहरु। यस्तो छ हेर्नु नि, हिँड्दैछु म नुन। यस्तो छ, गाई गोरुहरू केही छैन हो, धन्ना चरेको छ भन्नुपर्छ। गोठालो जाँदा लाएको माया, काठमाडौँ जाँदा भुलेछ स्टोरी मायालो। कस्तो लाग्यो तपाईहरुलाई मेरो गीत? मन पर्छ कि परेन? कि त्यो गाउँहरु चाहिँ के भन्छ, रसुवा पनि हो। अनि त्यस पछाडि बस्तीपुर धुसुनी भन्छ क्या त्यो ठाउँहरुलाई चाहिँ। अनि यस्तो ठाउँ छ एकदम राम्रो, बस्नलाई चाहिँ गाउँ नै राम्रो लाग्छ मलाई चाहिँ। हरियाली शान्त, तराईतिर भन्दा नि म प्राय उता यता गर्दै बस्छु। यो चाहिँ टारटारी पनि फुलिरहेको छ। गोठाले जिन्दगी हाम्रा। हेर्दै पानी आऊ, पानी आऊ, पानी आऊ, पानी तिम्रो धेरै खाँचो छ हामीलाई, जल्दी आ जाऊ। हेर्नु है आपको बोटहरु, आमामा पानी आ जाऊ। यो कुकुरको नाम त के पो अंकल? जुली, उठ जुली। जी हाम्रो जुली हो अंकलहरु। सानो झुपी त्यहाँ चाहिँ बाँदर रुङ्गे। एकदम आपको बोट चाहिँ यत्रो छ है, हेर्नु त, तर आफै फलेर रहेछ। बाख्राहरु फेरि त्यो खन्डीहरुलाई निकाल्यो भने पानी पर्छ होला। अनि यो मरुभूमि पनि हरियो हुन्छ होला। मरुभूमि जतिकै छ त अंकल, के गर्नु के गर्नु। गोठालो गर्दा गर्दै सानो पानी आएन त साथीहरु। गोठालो गर्दा यस्तो पानी पर्यो है। अनि बाख्राहरु चाहिँ सबै उतो गोठमा पस्यो। गाई गोरु त अब त्यो सानो गोठमा पर्ने कुरा भएन। अनि म चाहिँ हेर्नु त चप्पल यसरी गरेर चाहिँ यहाँनिर चाहिँ पुरा गोठालो गर्दै सिम पानी परिरहेको छ। हेर्नु डाँडा यस्तो कालो मैलो भएर आयो पानी। हेर्नु त, त्यो हाम्रो धेरै भएको छ पानी नपरेको क्या। पानी पर्यो राम्रो पनि। हेर्नु हुस्सु उडेको, बाप रे बाप। यस्तो छ है पहाडको जिन्दगी। लेखको ऊपर निस्के, आइज सोमाने फर्के।
हेर्नु त कस्तो हुस उडेर आयो अब घर लाने क्या गाई गोरु चढ्दैन पानी पनि अब परे बस्दा गाई गोरु कहाँ चढ्छ त होइन साथीहरू तपाईँले पनि बुझ्नु न हौ आज फेरि पहिलोचोटि म गोठा लगाएको हो कि पहाड आइकन पहिला त गरेको हो यस्तो छ उ पनि निस्के यो चाहिँ हामीले राखेको घाँस हो आबा र मैले होइन हिउँदमा त्यो काट्दै राखेपछि अहिले बर्खामा हिउँदमा चाहिँ घाँस नहुँदा चाहिँ चलाउनुलाई फाइदा हुँदो रहेछ छाता उडाए साथीहरू मेरो हेर्नु न यहाँ हावा पनि चलाएको छ हेर्नु न हावा आज चाहिँ बबाल होला साथीहरू एक्कासी पानी आयो डर लागिरहेको छ रुखहरू भाँच्यो भने के गर्ने होला हेर्नु हुस्से उडेको बाफ रे बाफ हेर्नु आकाश हेर्नु पानी परेको बादलहरू हेर्नु आमामा के भयो एक्कासी नसोचेको भयो साथीहरू ऊ पनि निस्के बाटोबाट छिटो हिँड हिँड माले निस्के अब घर लाने हो साथीहरू यो यस्तो पाराको आऊ ल आऊ आऊ आइज नहुने आइज आइज निस्क्यो बाबा बाबा निस्के छिटो यस्तो घाँस त छैन साथीहरू पानी पर्यो नि त अब पलाउँछ होला छिटो निस्क अब आमामा कस्तो कालो मैलो भयो एक्कासी कता कता के हेर्नु न उम्रिन्छ अब त काम छैन हाम्रा घरको भइसक्यो अब यो पानीले अर्को छर्दा गर्नु बेला हुन्छ के फोक्दा फोक्ती फस्किहरू भेडे चुप्लाएर बस्यो भिजायो जुम्रा पर्छ भित्र पस आयो पानी आयो बतास आयो के बतास गाई गोरु पो कता जान्छ कि घर घर गयो भने आपाले हेर्नुहुन्छ होला बाख्रा जान्छ नि यहाँ गएर कटेरमा बस्यो बाख्राको चाहिँ ठिक छैन बाख्रा जानु नि एकजनाको बाख्रा हो यो फेरि हामी कति 1 घर 2 घर 3 घर 4 घर 5 घरको